यो देशव्यापी रूपमा उत्साहजनक रूपमा मनोनयन भइरहेको खबरहरू आइरहेका छन्। निर्वाचन हुन्छ कि हुँदैन, सर्छ या कायम रहन्छ भन्ने छ कि हुँदैन, आशंकाका बीचमा मनोनयन सम्पन्न भएको छ भन्ने खुसी लागेको छ। देश सङ्क्रमणकालीन स्थितिमा थियो, राजनीतिक निकास देशले चाहिरहेको थियो। कतिपय संवैधानिक सङ्कटहरू देशसँग मुलुकसँग छ, हामी त्यसको सामना गरिरहेका छौँ र यो निर्वाचन सम्पन्न हुँदाखेरि देशको समग्र सङ्कटहरू चाहिँ समाधान भएर जान्छन्। यस अर्थमा म खुसी व्यक्त गर्न चाहन्छु र नेपाली जनसमुदाय सामु हार्दिक धन्यवाद भन्न चाहन्छु। निर्वाचन लड्ने भनेकै शान्तिपूर्ण तरिकाले निर्वाचन लड्ने हो। क्रान्ति गर्ने पनि हामीले गरिहेऱ्यौँ। अहिलेको निर्वाचन शान्तिपूर्ण निर्वाचन हो। शान्तिपूर्ण गर्नुपर्छ, राजनीतिक दलहरूले त्यो प्रयत्न गर्नुपर्छ र सम्बन्धित निकायले पनि शान्तिपूर्ण बनाउनका निमित्त पहल कदमी र भूमिका खेल्नुपर्छ। नयाँ पुरानो भनेको एजेन्डाको आधारमा र उसले बोकेको विचारका आधारमा हुने हो। कतिपय नयाँले पुराना विचार अँगालिराखेको छ, परिवर्तनलाई स्वीकारिराखेको छैन। परिवर्तनका विषयमा हाम्रो मुलुक अहिले गणतान्त्रिक मुलुक हो, सङ्घीयता छ, धर्मनिरपेक्षता छ र समावेशिता लोकतन्त्र छ। यसलाई अस्वीकार गर्ने नयाँ पनि पुराना जस्तै हुन् र यसलाई अस्वीकार गर्ने पुराना पनि नयाँ जस्तै हुन्। त्यस अर्थमा नयाँको पुरानोको उमेर के भन्ने भन्दा पनि खास गरी उसले एजेन्डा के बोक्छ, ऊ जनपक्षीय हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ नयाँ कुरा हो। त्यस अर्थमा त्यसलाई जनताले छान्न जान्दछ। जनता महान छ, जनताले बुझ्दछ। हामीभन्दा महान, हामीभन्दा बुझेको, हामीभन्दा जान्ने, हामीभन्दा छान्ने जनता हो। त्यस अर्थमा जनताले त्यसको फैसला गर्छ। जनताको लागि के नयाँ एजेन्डा छ त हजुरको पार्टीको घोषणापत्र आउन बाँकी छ। म तपाईँहरू मार्फत मेरो मतदातालाई म के भन्न चाहन्छु भनेदेखि म जनतासँग सुनिनेछु। जहाँ जनताले मलाई बोलाउँछ त्यहाँ म सुनिनेछु। जति बेला जनताले मलाई खोज्छ म त्यहाँ उपस्थित हुनेछु, म सुनिनेछु। पहिलो कुरा। दोस्रो कुरा, म उभिनेछु। जनसमुदायको, मेरो मतदाताको जहाँ समस्या छ म त्यहाँ उभिनेछु। सबभन्दा दुःखमा उभिनेछु, सबभन्दा सुखमा उभिनेछु। जहाँ अप्ठ्यारो पर्छ मेरो मतदातालाई म त्यहाँ उपस्थित हुनेछु। हुन पनि आजसम्म भुइँ मान्छेको रूपमा म काम गरिराखेको छु। त्यस अर्थमा मलाई भुइँमा उभिन, जनसमुदायसँग उभिन, जनसमुदायको सुन्न मलाई अप्ठ्यारो छैन। त्यस अर्थमा म उभिनेछु।